सधैँ तपाईहरुलाई इपिएस रिलेटेड भिडियो दिने क्रममा आज फेरि एउटा नयाँ कोसेली लिएर उपस्थित भइसकेको छु हैन। यदि हजुरहरुलाई चाहिँ मेरो भिडियो मन पर्छ भने लाइक कमेन्ट अनि आफ्नो साथीहरुलाई जति सक्दो शेयर गर्न भने चाहिँ नबिर्सिनु होला र हजुरहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल नोटिफिकेसन बजाउन भने चाहिँ नबिर्सिनु होला, जसको कारण चाहिँ मैले भिडियो हाल्ने बित्तिकै हजुरहरुकोमा नोटिफिकेसन जान्छ। फर्स्टमा हामी गुगलमा जान्छौं। गुगलमा गएर चाहिँ तपाईले eps.go.kr इन इंग्लिश भनेर सर्च गर्नुपर्ने हुन्छ हैन। यो सर्च गरेपछि तपाईहरुले त्यहाँ इम्प्लोयमेन्ट परमिट सिस्टम यानी कि ईपीएस को साइट भेट्नुहुन्छ। त्यसमा क्लिक गर्ने, त्यसपछि हामी सिधै यो पेजमा जान्छौं हैन। यसमा गइसकेपछि चाहिँ तपाईहरुले यहाँ तल अलिकति तल हेर्नुहुन्छ भने फरेन वर्कर सर्भिस भनेर लेखेको छ हैन। यदि आफ्नो आईडी पासपोर्ट छ भने चाहिँ त्यहाँ आईडी लेखेको ठाउँमा आईडी र पासपोर्ट लेखेको ठाउँमा पासपोर्ट हालेर लगइन गर्ने हो। यदि छैन भने चाहिँ साइन अप मा थिच्नु पर्ने हुन्छ हैन। हामीले त्यहाँ साइन अप मा थिचिसकेपछि चाहिँ तपाईहरुलाई त्यहाँ चुज गर्न मिल्छ दुईटा मेथड, जुनमा चाहिँ ईपीएस टपिक आईडी र पासपोर्ट नम्बर अथवा तपाईहरुको डेट अफ बर्थ अथवा पासपोर्ट नम्बर भन्ने कुनबाट खोल्न चाहनुहुन्छ त्यही चुज गर्नुपर्ने हुन्छ। अहिले चाहिँ हामी ईपीएस टपिक आईडी र पासपोर्ट नम्बर चुज गरेर यसलाई चाहिँ हामी नेक्स्ट गर्छौं हैन। त्यो तपाईहरुले आफुलाई कुन मेथड चाहिन्छ त्यो मेथडमा क्लिक गर्ने अनि त्यसपछि तल नेक्स्टमा थिच्ने हैन। नेक्स्टमा थिच्नु भइसकेपछि चाहिँ तपाईहरुको यस्तो खालको इन्टरफेस खुल्छ, जसमा चाहिँ तपाईहरुले ईपीएस टपिक आईडी र पासपोर्ट नम्बर हाल्नु पर्ने हुन्छ हैन। यहाँनेरि पासपोर्ट नम्बर हाल्नु पर्ने हुन्छ हैन। अब अहिले नयाँ यो जुन ई पासपोर्ट छ त्यो छ भने चाहिँ तपाईहरुको अगाडि अल्फाबेटमा नै हुन्छ। यदि छैन भने चाहिँ तपाईहरुको सिधै पासपोर्ट नम्बर हुन्छ र लेखेर तपाईहरुले कन्फर्म गरिदिनु पर्ने हुन्छ। त्यो चाहिँ एकचोटी राम्रोसँग चेक गरेर मात्र कन्फर्म गर्नु होला हैन। अनि त्यति गरिसकेपछि चाहिँ तपाईहरुको यहाँनेरि 4 देखि 5 ठाउँ लगभग तपाईहरुले चाहिँ आई एग्री भन्ने ठाउँमा थिच्नुपर्ने हुन्छ। यो तपाईहरुको टर्म अफ त्यो उसमा चाहिँ तपाईहरुले म सहमत छु भनेर आई एग्री गर्दै गर्दै 5 ठाउँमा आई एग्री गर्नुपर्ने हुन्छ। सबै कुरा अब तपाई पढ्नुहुन्छ भने नि ठिकै छ, तर अब सबै ठाउँमा तपाईहरुले आई एग्री गर्दै नै जानुपर्ने हुन्छ हैन। 5 ठाउँ हुन्छ। त्यसपछि तपाईहरुले तल नेक्स्टमा गएर थिच्नुपर्ने हुन्छ हैन। तपाईहरुले चाहिँ त्यो नेक्स्टमा थिच्नु भइसकेपछि यस्तो खालको साइट खुल्छ, जुनमा साइन अपमा तपाईहरुको नाम र तपाईहरुको डेट अफ बर्थ चाहिँ आउँछ। अब तपाईले हाल्नुपर्ने भनेको लगइन आईडी जुन अघि मैले देखाएको थिए नि हो, त्यो तपाईहरुलाई अब त्योनेरि जाँदाखेरि चाहिँ त्यो लगइन गर्नको लागि कुन आईडी राख्न चाहनुहुन्छ तपाईले कुनै एउटा नाम राख्नुस् र कुनै एउटा नम्बर राखिदिनुस् र तपाईहरुले एउटा पासपोर्ट चुज गर्नुपर्ने हुन्छ। पासपोर्ट चाहिँ अलिकति स्ट्रङ माग्छ हैन। पासपोर्ट राख्दाखेरि चाहिँ सबै कुराहरु युज भएको हुनुपर्छ र तपाईहरुले जीमेल राख्नुपर्ने हुन्छ, जुन आफ्नै जीमेल राख्नु होला भन्न चाहन्छु। यति सबै कुराहरु तपाईले राखिसकेपछि रजिस्टरमा थिच्दिनु होला। रजिस्टरमा थिचिसक्नु भएपछि चाहिँ यस्तो खालको इन्टरफेस आउँछ। तपाईहरुले त्यसमा ओकेमा थिच्नु पर्ने हुन्छ तपाईहरु मेम्बर बन्न चाहनुहुन्छ भनेर। अब तपाईहरुको चाहिँ रजिस्टर भइसक्यो, तपाईहरु एउटा सदस्य भइसक्नु भयो ईपीएस को भनेर देखाउँछ हैन। फेरि त्यसपछि ब्याक आउँछ यही साइटमा जुनबाट हामी स्टार्ट गरेको थियौं हैन, आईडी पासपोर्ट हाल्ने ठाउँमा। तर यहाँ अहिले कोरियनमा देखाइरहेको छ। यहाँनेरि साइडमा हेर्नुहुन्छ भने कोरिया लेखेको ठाउँमा तपाईहरुको यो 16 वटा देशको उ छ हैन। त्यसमा यो भनेको चाहिँ तपाईहरुको ल्याङ्ग्वेजको लागि हो। अनि हामी चाहिँ इंग्लिशको लागि चाहिँ हामी फिलिपिन्स चुज गरेर त्यहाँनेरि गोमा थिच्दिन्छौं। त्यसपछि चाहिँ यो फेरि लोड भएर इंग्लिशमा आउँछ र तपाईहरुले अलिकति तल फेरि हेर्नुहुन्छ भने चाहिँ त्यहाँनेरि तपाईहरुले आईडी पासपोर्ट हाल्ने ठाउँ जुन फरेन वर्कर सर्भिस भन्ने ठाउँमा अघि जुन तपाईहरुले हाल्नु भयो त्यो आईडी पासपोर्ट चाहिँ तपाईहरुले फेरि यहाँ हाल्नु भएर लगइन थिच्नु भइसकेपछि चाहिँ यसरी खुल्ने छ हैन। यसमा चाहिँ तपाईहरुको नाम देखाउँछ र तपाईहरुको अहिलेको लागि चाहिँ तपाईहरुको यहाँ पोइन्ट देखाएको रहन्छ हैन। केही समय लाग्छ होला पोइन्ट देखाउनलाई। यहाँनेरि पोइन्ट देखाएको छैन। तपाईहरुको नामको आईडी ओपन भइसकेको छ। यसरी नै आईडी खोल्न सक्नुहुन्छ।